हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म हजुरलाई देख्न गइरहेको छु। मेरो गोजामा चाहिँ एउटा बिस्कुट छ अनि यो बिस्कुट चाहिँ बिस्कुटको आवाज आउँदा बित्तिकै कुकुर कसरी यहाँ दौडेर आउँछ त्यो देख्न गइरहेको छु। यो बिस्कुट अब यो कुकुरले देखिसकेको छ। यो बिस्कुटी देख्दा बित्तिकै उठेर यहाँ आयो। यो बिस्कुट चाहिँ अब यसले नखाएसम्म यसले अब मलाई छोड्नेवाला छैन। लिएर पर जान्छु। यो चाहिँ म जता गयो उतै आउँछ दौडेर। यसले चाहिँ मैले अब बिस्कुट नछाड्ने जस्तो छ। त्यहाँ म बिस्कुट खोलेर दिन गइरहेको छु। एउटा पानी भयो है। ल ल बिस्कुट चाहिँ यसले यसरी खान्छ कि बरु यसलाई मासु चाहिँदैन, बिस्कुट चाहिँ यसलाई अनिवार्य चाहिन्छ। ल ल यो चाहिँ बिस्कुट लभर हो। मासु त्यति खान्न यसले, मासु यसले मन पार्दैन। अरू कुकुरले मासु खाने गर्छ, यसले चाहिँ मासुभन्दा बिस्कुट धेरै मन पराउँछ। छैन अब यसलाई यो कागज खाइ। के खान्छस् अब चेन्टे? के खान्छस्? ल अब मेरो हात खा। चाहिँ गाइस बिस्कुट पनि यसले सकिसक्यो है। बिस्कुट सकेर एकदम उदास छ। के दिन्छ भनेर के हेरिरह। हाम्रो भ्लग चाहिँ आज यति सक्यो है। यो चाहिँ अब बिस्कुट सक्यो, अब केही दिन्न भनेर यो चाहिँ मसँग नजिक पनि आएको छैन अहिले चाहिँ। यता ए ल हाम्रो च्यानललाई चाहिँ लाइक, कमेन्ट, सेयर, सब्सक्राइब सबै गरिदिनु होला। ठ्याक्कै यति भन्दै अहिले चाहिँ आजको भ्लग चाहिँ यति नै।